यो चाहिँ बिउको लागि चाहिँ अलिक कालो कालो भएको चाहिँ राख्नुपर्छ। यो माला आउनुभन्दा अगाडि चाहिँ बिउ यसरी राख्नुपर्छ है यहाँ है। अलिअलि कालो कालो भएको चाहिँ यो चाहिँ उम्रिन्छ क्या अर्को वर्षको लागि। यो चाहिँ के खालको नि यो भाले यो कालो कालो भएको चाहिँ माला आउनुभन्दा अगाडि चाहिँ छानेर चाहिँ यसरी राख्ने यो बिउको लागि। ला 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 कस्तो राम्रो फुल छ है। गुजु मुजे परेछ यो त यो भाले जस्तो छ। ल यति भए बिउ हुन्छ। कालमाटी बजारमा फुल बेच्दै यो आमै त कति बिहानै आइपुग्नु भएछ फुल बेच्नलाई। लु है आयो है कालमाटी बजार तपाईहरुको नेपालमा छ यस्तो फुल? आयो युकेमा बसी पनि हामीले यस्तो फुल बनाएका छौँ दाजुभाइको लागि। हामी पाउन छाप्न पनि कुदेकै छौँ। अब चाडपर्वमा चाहिन्छ भनेर यसरी फुल लाउन पनि हामी बारीमा सफल भएका छौँ। हामी युकेबाट हो नि तपाईहरु सम्झिनुहुन्छ। विदेशमा बसेर क्या आनन्द छ, पैसा कमाएका छन्, उफरेका छन् यो मोहिनी र प्रेम कुमारी भनेर रिसले जले सुन्नुहुन्छ। ल हामी एकदम बिजी छौँ हेर भ्याइ नभ्याइ छ हामीलाई युकेमा बसेर। ल यो ठुलो छानेर एक ठाउँमा राख्नुपर्छ। भट्टाभट्टी गर्नुपर्छ। अब ढिलो भइसक्यो। त्यो ठुलो हो। यो ठुलोको एउटा माला अनि यो बिचमा हाल्ने चाहिँ कसरी हो? अहिलेदेखि होइन माला आउनु सुरु गर्ने भनेको अहिलेसम्म उनीहरू सुरु गरिरहेको छैन। कहिले उनी सक्नु कहिले सेल पकाउने हे भगवान् बिजोको अब यो नगर्नु नि टुटी। त्यो नगरिकन गर हो त्यसरी सिधा हो। एउटा यसलाई केले बान्ने होइन भरे बाँध्न चाहिन्छ नि त यहाँ अलिक 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 तल ल्याउनु यहाँ भरे बाँध्न चाहिन्छ क्या हो यति भए हुन्छ। ल हाम्रो फुल उड्न सुरु भयो है दाजुभाइको लागि। पहिले यो ठुलोको हुनु अनि छिटो हुन्छ। अनि यो यसरी नै गर्ने धेरै खाँदो हुँदैन। यो ठुलो छ कि फुल। हिजो मैले नेपालको युट्युबतिर देखेको यो ठुलो फुल छ कि अनि धान्दैन क्या। फुलमा पनि कालोबजारी भयो भनेर कति लडाई खेलेको। अब यत्रो यो थुङ्गा छ यो कहाँ चाहिँ फुल्नु पनि फुल्छ यत्रो फुल्छ फुल्दैन यत्रो फुल्छ कहाँ चाहिँ मिलाउनु होला है। यसको साइज मिलाएर टक्क साइज मिलाएर गर्नुपर्छ। ढिलो भइसक्यो लो न अब 9 बज्न लागिसक्यो कहिले होला नि। अब यो यत्रो ठुलो यो कहाँ चाहिँ मिलाउने अडिमा मैले बर मिलाएको यहाँ र नि यहाँ कमेन्ट गर्नु है दुईजनामा कसको राम्रो माला भएको छ। मेरो चाहिँ प्रेम कुमारी हो नाम उसको चाहिँ मोहिनी है। त्यहाँ कमेन्ट गर्दाखेरि नाम सहित गर्नु होला। यो माला कसको धेरै नखाँदा यो सबै भयो भने त 5 किलोको हुन्छ एउटै माला साइज भनेर। के खालको फुल पनि फुलेको हो। एउटा फुल चाहिँ हिएकै मानाको अर्को फुल छ यत्रो कहाँ चाहिँ साइज मिलाउनु गयो। यो कोही साँडे गोरु भयो होला कोही पारकोटे कोही विकासे। यो साँडे गोरुहरू चाहिँ पहिला हुनु। यो दुईवटा माला चाहिँ छिटो अलिक ठुलो ट्याक बनाएर राखिदिउँ अनि अरू चाहिँ बिस्तारै गरौँला। किराहरू पनि आउनु भएछ ला धागोको अब त म बल्ल चस्मा लगाइलाई उन्दी अब त भ्याउँदिनँ हुनु सक्दिनँ। सियोको धोती निक्लिहाल्यो नि याद गर्नुपर्छ नि त हो। के छिराउनु न यत्रो छिरायो नि त नि कस्तो मुस्किलले चस्मा लगाएर छिराउनु त दिएको छु नि तर